यो हो खासमा पकौडा बनाउँदैछु म अहिले हैन। हेर्नु न पकौडाको हालत यस्तो हुन्छ पकौडा। रिस उठ्ने कस्तो भोक लाएर बनाएको पकौडा। यहाँ सबै यहाँ पाकिसक्यो जस्तो छ यसमा। के चाहिँ गर्ने यो फाल्ने त होला नि अब। हुँदैछ अलिकति। एउटा पकौडा बनाऊ। धेरै पाक्नु पर्ने रहेछ नि त अब डढिसक्यो। के थाहा त अब। दुईटा अब हेर्नु न यस्तो भइदियो के। त्यो तिनवटा भन्नु कि के भन्नु। कहिलेकाहीँ यस्तो नि हुन्छ क्या। लु कहिलेकाहीँ यसो डिफ्रेन्ट खाम होइन। के अरे लु त नि पकौडा बनाऊ न। युट्युबमा देखाएको अन्डा हाले एउटा आलु दुई तिनवटा आलु हाले अनि त्यसको पछाडि साग हाले होइन। हेर्नु न यस्तो बनाऊ। रियालिटी भर्सेस एक्सपेक्टेसन के गर्नु अब।